गाइज हेलो गाइज हजुर कन्ट्रोभर्सीको भिडियो हेर्न आउनुभएको होला होइन। यो आप लोग के लिए लेके आए हूँ मेरा और एक लड़के का कन्ट्रोभर्सी। म नेपालीमा बोल्छु गाइज, हिन्दी कसलाई आयो सुन्नु। यो कन्ट्रोभर्सी अहिलेको होइन, 7 महिना अगाडिको हो, 9 महिना अगाडिको हो। सुन्नु, यो 9 महिना अगाडि के हो हजुर, यहाँ यो भिडियोमा सबै बुझ्न सक्नुहुन्छ। म सुरु नैबाट हेर्नु। म एउटा ट्युसन पढ्थेँ एउटा ठाउँमा, स्टार मण्डेश्वरी भन्ने चिटाउनको। म भरतपुर हस्पिटल साइडमा नानी मावि थियो, त्यहाँ पढ्थेँ। म अहिले पनि पढ्छु, 8मा हो गाइज होइन। सुन्नु, त्यहाँ पढ्थेँ नि, अनि कसरी भनौँ कि गाई कन्ट्रोभर्सी। सुनिराख्नु, स्किप नगरिकन यो भिडियो हेरिदिनु। 10-12 मिनटको हुनसक्छ मलाई लाग्छ। म त्यो केटीसँग त बोल्थेँ, मेरो स्कुलमा पार्ने बानी थियो। यो त नर्मलै हो गाइज होइन। अनि पार्नीमा एक दिन हामीले क्याटरपिलरको सानो सेतो बच्चा हुन्छ नि, यसलाई समात्यौँ स्कुल ट्युसनमा लगेर। म र एउटा साथी ट्युसन पढ्थ्यौँ, यही मैसँग बस्थ्यो मेरो घरतिर। अनि त्यो र म क्वार्टरबाट घर जाँदा फेरि ट्युसन जाँदा फेरि क्याटरपिलर लग्यौँ। अनि हामीले बेन्चमा राखेर त्यहाँ पढाउने टिचरलाई यो भन्यौँ के, जुगा भनेर। त्यो दिशामा हुन्छ नि त्यो जुगा भन्यौँ के। अनि समन, त्यो मेरो साथीको नाम समन हो, त्यसले यो प्लान बनायो कि मैले हगेर अर्कालाई गुहुहरू दलिदिने यस्तो प्लानहरू बनायौँ हामीले। अनि 2जना भएर प्लानहरू यस्तै टाइपको प्लानहरू बनायौँ। अनि हामी त्यही समनले त्यो केटीहरूलाई यस्तो कुरा भन्यो कि यही प्लान अनुसारको म यस्तो काम गर्छु भनेर। यो प्लान मात्रै थियो, प्लान र मजाक रमाइलो है। अनि यही कन्ट्रोभर्सी, यही टपिकले गर्दा अहिले यस्तो लफाडा भएको थियो केटीमा मेरो स्कुलमा। त्यो एउटै सेक्सनमा मेरो र नयाँ स्टुडेन्टहरूको जोडी बन्न देखेन, कनेक्सन बन्न देखेन। मदेखि टाढा बनाहा। सुन्नु, मदेखि टाढा बनाहा। अनि भन्दा हाम्रो क्वार्टरमा एउटा प्रसिद्धि भन्ने बस्छ, त्यसलाई पनि यो कुरा भनिन्छ। मलाई यस्तो रिस उठ्यो गाइज हजुर, के भनौँ, मर्डर गरौँ र। त्यो केटीको नाम सनिता हो, सनिता पौडेल, यही नानी माविको एट्याचमा पढ्छ। यो भनिदिइसकेँ हजुर, आएर जे भन्नु हो भन्नु। म कमेन्टमा त्यो केटीलाई हानौँ कि के गरौँ भन्नु। अझै त्यसले मेरो कति बेइज्जत गर्यो स्कुलभरिहरूलाई, केही थाहा नै छैन कि मेरो मुख देख्न लायक पनि रहेन कि गाइज हजुर। के भनौँ कि हजुरहरूलाई, यस्तो रिस उठ्यो है। हान्ने पनि यस्तो हुन्छ है गाइज, मेरो दिमाग यस्तो सकिएछ गाइज। सिस्टी लगाइरह होइन, मम्मीले मलाई फेरि मलाई हान्छन् होइन गाइज। के गर्ने भन्नु होला कमेन्टमा। बाई बाई गाइज, सी यू।